नमस्कार। सिक्किम राज्यको मुख्यमन्त्री साहबले एउटा स्किम बनाएको रहेछ है। यो स्किम अति नै मलाई मन पर्यो। उद्यमशील युवाहरूको निम्ति चाहिँ एउटा स्किम बनाएको रहेछ। त्यो स्किमको नाम रहेछ मुख्यमन्त्री युवा उद्यमशीलता चिफ मिनिस्टर सब इम्प्लोइमेन्ट एसिस्टेन्ट स्किम बनाएको रहेछ। यो चाहिँ 5 लाख 3 लाख तपाईहरुले पाउनुहुने रहेछ। तर एकदम गर्छु भन्ने खट्ने आफ्नो खुट्टामा आफै उभिनु चाहने युवा भाइ बहिनीहरूको लागि चाहिँ स्किम हो। तर स्किम पनि थाप्यो उता नौकरी पनि खोज्नुको लागि चाहिँ होइन। यो चाहिँ बिजनेस लाइनमा अघि बढौँ भन्ने कुराहरू हाम्रो मान्छेले बिजनेस गरोस् र हाम्रो मान्छे पनि बिजनेस गरेर करोडपति होस्, आफ्नो खुट्टामा आफै उभियोस् भन्ने स्किमले चाहिँ सम्माननीय मुख्यमन्त्रीले स्किम बनाएको रहेछ है। यो स्किमको तपाईहरुले लाभ उठाउनुहोस्। तपाईहरुले भोलिदेखि नै आवेदन गर्नुहोस्। मुख्यमन्त्रीले आवेदन गरेर यो कामहरू तपाईहरुले गरेर 3 लाख र 5 लाख रुपैयाँ थापेर चाहिँ तपाईहरुले 5 लाख थाप्नेले 5 करोडको मालिक हुनुहोस्। 3 लाख थाप्नेले पनि 3 करोड 4 करोड 5 करोडको 10 करोडको मालिक होस्। तपाईहरुले यो स्किम गर्नुहोस्। तपाईहरुले कुखुरा पाल्नेले कुखुरा पाल्ने गर्नुहोस्। तपाईहरुले गाई पाल्नेले गाई पाल्ने कामहरू गर्नुहोस्। तपाईले सुँगुर पाल्ने सुँगुर पाला गर्नुहोस्। कसैले यो भाइ बहिनीले होटल चलाउँछ, होटलको लाइसेन्स छ भने त्यो होटल चलाउनुहोस्। तपाईहरुले कसैले ब्युटिसियनको कामहरू गर्दा ब्युटी पार्लरको लागि तपाईले लोन छ तपाईले दोकान थाप्नुहोस्। कुनै बिजनेस लोनहरू जुनै पनि तपाईले बिजनेस कामहरू गर्नुहोस् र तपाईहरु आफ्नो खुट्टामा आफै उभिनुहोस् भनी म हजुरहरूलाई सुझाव अनि निवेदन गर्दछु। र प्रथम त म मुख्यमन्त्री साहबलाई यो स्किम बनाएको धेरै धेरै आन्तरिक हृदयबाट धन्यवाद दिँदै मेरो नौ युवा भाइ बहिनीलाई आजैदेखि आवेदन एप्लिकेसन गरेर यो कुरामा तपाईहरु अघि बढ्नुहोस्। तपाईहरुले एउटा प्रोजेक्ट बनाउनुहोस्। प्रोजेक्ट बनाएर प्रोजेक्टको अनुसार चलेर तपाईहरुले यो कामहरू गर्नुहोस् भनी म निवेदन गर्दछु। धन्यवाद। म धनराज लामा सिक्किमबाट तपाईहरुलाई धेरै धेरै धन्यवाद।